हेलो, आज म बनाउँदैछु समर ड्रिङ्क्स वाटरमेलन फ्लेभरको। यसको लागि सबैभन्दा पहिला अलिकति मिक्सर बनाऊँ। मिक्सरको लागि जिरा र सौंफ, अनि त्यहाँदेखि अलिकति काली मिर्चलाई मजाले तताएर यसलाई मजाले ग्राइन्ड गरेर यसको पाउडर बनाउने। यसको पाउडर बनाएपछि यस्तो हुन्छ। यो मजाले पाउडर बनाएपछि यसलाई अब बनाउने। यसले 2टा लेमन स्लाइस हाल्ने, अन्त अलिकति पुदिना हालेर वाटरमेलन फ्लेभरको हो। सो एउटा वाटरमेलन क्रस गर्ने, अलिकति लेमनलाई बेल्चाले नि मजाले त्यसलाई दबाउँदा हुन्छ। एन्ड देन यसलाई मजाले मिक्स गरिसकेपछि अलिकति त्यो मिक्सचर र ब्ल्याक सोल्ट हाल्ने, अनि त्यसको बाद तपाईँको वाटरमेलन ग्राइन्ड गरेर राखेको हालिदिने, अलिकति आइस क्युब। यसको बाद मैले हालेको थिएँ पानी। तपाईँले सोडा हाल्दा पनि हुन्छ, सफ्ट ड्रिङ्क्स हाल्दा पनि हुन्छ। तर तपाईँहरू अगर डाइटमा हुनुहुन्छ र तपाईँहरू स्विट खानुभएको छैन भने बेस्ट हो वाटर हाल्नु। त्यहाँदेखि स्विटनरको लागि तपाईँहरूले या त हनी हाल्नु या त मिश्रीहरू हालेर बनाउनु। सो नाउ लेट्स गिभ अ ट्राई। यति बनाउन पनि मेहनत त लाग्दो रहेछ। सो हेरौँ कस्तो भयो अब टेस्ट। दामी रिफ्रेसिङ हुँदो रहेछ मिक्सचर। तपाईँहरू पनि ट्राई गरेर हेर्नु कस्तो हुन्छ होइन। मैले चाहिँ बनाएर ट्राई गरेँ। अमिलो गुलियो सब कुछ छ यसमा। आइस क्युब तपाईँले सोडा पनि मिक्स गर्दा हुन्छ, तर मैले चाहिँ पानी नै मिक्स गरेको। सिन्स तपाईँ हेल्दी खाने कुरा भइरहेछ त किन सोडा मिक्स गर्ने।